हामीहरूले फिफ्थ लेभल र फोर्थ लेभलको प्री टेस्टको जुन चाहिँ विज्ञापन लोकसेवाले आज चाहिँ बोलाएको छ त्यसको बारेमा चाहिँ चर्चा गर्नेछौँ है। तपाईँहरूलाई चाहिँ अवगत नै होला होइन साथीहरू, होइन आज चाहिँ लोकसेवाले चाहिँ चौथो र पाँचौँ तहको प्री टेस्टको चाहिँ विज्ञापन चाहिँ खुलाएको छ है। र यसमा अब हामीले चाहिँ कुरो गर्दाखेरि यसको चाहिँ होइन एक्जामिनेसन चाहिँ फिफ्थ लेभलको चाहिँ असोज 3 गते हुनेछ दिनको 2 बजे र त्यस्तै गरी चौथो तहको इक्जाम चाहिँ असोज 4 गते हुनेछ दिनको 2 बजे। र फिफ्थ लेभलको चाहिँ शैक्षिक योग्यताको कुरा गर्दाखेरि +2 चाहिन्छ भने होइन चौथो तहको हकमा चाहिँ एससी चाहिँ पास भएको हुनुपर्छ र यसको दरखास्त दस्तुर पाँचौँ तहको लागि 300 छ भने चौथो तहको लागि चाहिँ 200 रुपियाँ भनेर राखेको छ। दरखास्त दिने अन्तिम मिति चाहिँ होइन श्रावण 26 गतेसम्म छ। दोब्बर दस्तुरमा चाहिँ 5औं महिना 2 गतेसम्म छ। यसमा दरखास्त पेश गर्दा ध्यान दिनुपर्ने कुराहरू यसमा तपाईँहरूले पनि होइन यसलाई चाहिँ डिटेलमा स्टडी गरेर पनि बुझ्न सक्नुहुन्छ। अब एउटा चाहिँ होइन इम्पोर्टेन्ट हामीले के बुझ्नु पर्यो भनेदेखि फिफ्थ लेभल होइन पास गरेका स्टुडेन्टहरू चाहिँ फोर्थ लेभलको चाहिँ भेकेन्सीमा पनि होइन उम्मेदवार हुन चाहिँ पाउँछन्। यहाँ चाहिँ छ तह 5 को होइन चमा चाहिँ दिएको छ तह 5 को पूर्व योग्यता परीक्षा उत्तीर्ण उम्मेदवारले चाहेमा तह 4 का अप्राविधिक तर्फका पदमा उम्मेदवार हुन पाउनेछन् भनेर यहाँ चाहिँ दिइएको छ होइन। भनेपछि अब जुन साथीहरू होइन तह 5 मा होइन अपियर हुन चाहनुहुन्छ भनेदेखि तह 4 को चाहिँ दिइराख्नु चाहिँ पर्दैन होइन। यदि तपाईँहरूले चाहिँ तह 5औं तहको प्री टेस्ट पास गर्नुभयो भने होइन तह 4 को होइन भेकेन्सीहरूमा पनि अप्लाई गर्नु चाहिँ पाउनुहुनेछ। हस् त अहिलेको लागि यति नै राखौँ।